दर्शकवृन्द नमस्कार, स्वागत छ तपाईहरुलाई यस ड्यान तयारी युट्युब च्यानलमा। आज फेरि तपाईहरुको माझमा एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। यो भिडियो चाहिँ भ्याकेन्सी सम्बन्धित रहेको छ। यो प्रदेशले खोलाएको भ्याकेन्सी हो। यहाँ हेर्न सक्नुहुन्छ, प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली, प्रशासन योजना तथा सूचना प्रकाशन शाखा, प्रदेश निजामती सेवाको चौथो तहको प्राविधिक पदहरूको आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन। यहाँ मिति रहेको छ 2082 12/27 गतेको। सूचना नम्बर यहाँ 104 2082-83 को रहेको छ। यहाँ सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन 2079 बमोजिम प्रदेश निजामती सेवाको देखाएको सेवा समूह उपसमूह तथा पदको आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देखाए बमोजिम योग्यता पुगेको उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेको उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली http://ppsconline.sudurpaschim.gov.np बाट अनलाइन दरखास्त दिनुपर्नेछ। प्रदेश निजामती सेवाको खुल्ला तथा समावेशी प्रतियोगात्मक परीक्षा एकीकृत रूपमा एकै पटक सञ्चालन हुनेछ र प्रतियोगात्मक परीक्षाबाट छनौट भएको उम्मेदवारहरूको प्राथमिकता क्रमअनुसार नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ। जसको हाइएस्ट नम्बर हुन्छ त्यसलाई हैन सिफारिस गर्नेछ। यहाँ लेखिएको छ। यहाँ विज्ञापन नम्बर रहेको छ र पद सेवा समूह उपसमूह प्रदेश अथवा स्थानीय, विज्ञापनको किसिम, मागपत्र सङ्ख्या, कैफियत। यहाँ विज्ञापन नम्बर रहेको छ 577 8283 को। पद चाहिँ सहायक बागवानी प्राविधिक कृषि बागवानी प्रदेश अनि सहायक बाली प्राविधिक कृषि बाली संरक्षण प्रदेश। आन्तरिक प्रतिस्पर्धामा मागपत्र सङ्ख्या 2 वटा रहेको छ। यसैगरी यहाँ क्रम सङ्ख्या दोस्रोमा हेर्ने विज्ञापन नम्बर 578 मा सहायक बागवानी प्राविधिक कृषि बागवानी खुल्लामा यहाँ रहेको छ 2 1 3 4 वटा सिट रहेको छ। सहायक बाली प्राविधिक कृषि वन संरक्षण, सहायक बाली प्राविधिक कृषि बाल विकास, सहायक माटो प्राविधिक कृषि माटो विज्ञान। यसैगरी यहाँ क्रम सङ्ख्या 3 मा रहेको छ सहायक बाली प्राविधिक कृषि बाल विकास। अनि यसैगरी क्रम सङ्ख्या 4 विज्ञापन नम्बर 580 8283 सहायक बागवानी प्राविधिक कृषि बागवानी प्रदेश दलित कोटा 1 रहेको छ। यसैगरी 581 8283 को सहायक पशु स्वास्थ्य प्राविधिक कृषि भेटनरी प्रदेश आन्तरिक प्रतिस्पर्धा 1 रहेको छ। यसैगरी सहायक मत्स्य प्राविधिक कृषि प्रदेश खुल्लामा रहेको छ। सहायक पशु सेवा प्राविधिक कृषि, सहायक पशु स्वास्थ्य प्राविधिक कृषि भेटनरी। यसैगरी 583 क्रम सङ्ख्या 7 मा रहेको छ सहायक पशु स्वास्थ्य प्राविधिक कृषि भेटनरी महिलाको लागि 1 वटा सिट रहेको छ प्रदेशमा। यसैगरी 584 क्रम सङ्ख्या 8 मा अनामी स्वास्थ्य पब्लिक हेल्थ नर्सिङ प्रदेश महिलाको लागि 1 रहेको छ हैन, खुल्लाको लागि 2 वटा रहेको छ। यो क्रम सङ्ख्या 9 विज्ञापन नम्बर 585 8283 को अनामी स्वास्थ्य पब्लिक हेल्थ नर्सिङको प्रदेशको लागि महिलाको लागि एउटा सिट रहेको छ। यसैगरी हैन क्रम सङ्ख्या 10 मा 586 8283 को वैद्य स्वास्थ्य आयुर्वेद जनरल आयुर्वेद प्रदेशमा खुल्लामा 1 जनाको रहेको छ। यसैगरी क्रम सङ्ख्या 11 मा रहेको छ 587 8283 वैद्य स्वास्थ्य आयुर्वेद जनरल आयुर्वेद प्रदेशको लागि महिलाको लागि एउटा सिट रहेको छ। यसैगरी क्रम सङ्ख्या 12 मा रहेको छ 588 8283 को अवे स्वास्थ्य हेल्थ इन्स्पेक्सन प्रदेश कोल्ड चेन असिस्टेन्ट स्वास्थ्य हेल्थ इन्स्पेक्सन प्रदेश खुल्ला 1 वटा रहेको छ। क्रम सङ्ख्या 13 मा रहेको छ 589 8283 को अवे स्वास्थ्य हेल्थ इन्स्पेक्सन प्रदेश कोल्ड चेन असिस्टेन्ट स्वास्थ्य हेल्थ इन्स्पेक्सन प्रदेश महिलाको लागि रहेको छ 1 सिट।
यो परीक्षाको कार्यक्रम चाहिँ लिखित परीक्षा कार्यक्रम पछि प्रकाशन गर्ने छ। अहिले परीक्षा मिति तोकेको छैन हैन, पछि यही हैन वेबसाइटमा तोक्नेछ। परीक्षाको किसिम लिखित परीक्षा, कम्प्युटर सिप परीक्षा र अन्तर्वार्ता। पाठ्यक्रम तोकियो बमोजिम। परीक्षा केन्द्र धनगढी कैलाली। परीक्षाको माध्यम चाहिँ रहेको छ, परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली अङ्ग्रेजी दुवै हुन सक्छ। दरखास्तको माध्यम विज्ञप्ति सबै पदहरूमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त बुझाउनु पर्ने छ। आएको अनलाइन दरखास्त प्रणाली सो वेबसाइट मार्फत दरखास्त पेश गर्न सकिनेछ र दरखास्त पेश गर्ने विधि तरिका सम्बन्धी विस्तृत विवरण सो वेबसाइटबाट हेर्न सकिनेछ। कुन कुन फर्मेटमा हैन पठाउने हो र कसरी पठाउने सम्पूर्ण कुरा हैन यो वेबसाइटमा गएर मजाले हेर्न सकिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 1/17 सम्म र दब्बर दस्तुर तिरी 2083 1/24 गतेसम्म रहेको छ। उम्मेदवारको उमेरको हद 18 वर्ष पुरा भई 35 वर्ष ननागेको र महिला र अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननागेको। दरखास्त दस्तुर 300 हो र समूहतर्फको लागि प्रति समूह थप 150 बुझाउनु पर्ने छ। दरखास्त दस्तुर बुझाउने विधि र स्थान कसरी चाहिँ त्यो भन्नाले फर्म बुझाउने पुरै विवरण दिएको छ। मजाले स्टेप बाई स्टेप पढेर हैन मजाले अपलोड गर्ने हैन। नबुझेसम्म मलाई कमेन्टमा मेसेज गर्ने हैन, कसरी त्यो फर्म भर्ने र यहाँ हेर्न सकिन्छ। अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना प्रकाशन गरिनेछ। पदमा रही गर्नुपर्ने कामको विवरण, सेवा शर्त र सुविधा सम्पूर्ण कुरा यहाँ मजाले रहेको छ हैन। मजाले पढ्ने बुझ्ने हैन, त्यसपछि फर्म भर्ने हैन। नबुझेसम्म कमेन्टमा मेसेज गर्ने कसरी फर्म भरिन्छ हैन, के डकुमेन्ट चाहिन्छ, कुन कुन फर्मेटमा चाहिन्छ सम्पूर्ण कुरा म बताइदिने छु हैन। पुरै यहाँ दिएको छ, मजाले राम्रोसँग पढ्ने हैन। पुरै सम्पूर्ण कुरा यहाँ रहेको छ, हेर्न सकिन्छ। कति कुनमा कति सिट छ, तपाईले कुनमा भर्नुहुन्छ हैन, सबै कुरा यहाँ रहेको छ। ल हस्त, धन्यवाद।